दर्शकवृन्द नमस्कार। भर्खरै आयो नसोचेको खबर। दर्शकवृन्द ओली र लेखकलाई लाग्यो ठुलै झड्का। बयानमा नआउने ओलीको अडान प्रहरी परिचालन गर्ने आयोगको तीव्र तयारी। दर्शकवृन्द कांग्रेसका यी शीर्ष नेता जो पहिले चरणमै फागुन 21 को चुनावको लागि उम्मेदवार सिफारिस भए 13 करोडको मुद्दामा थुना 8 अरबमा 5 लाख धरौटी। दर्शकवृन्द सरकार र जेएनजी बीच हुन लागेको सम्झौतामा के छ त आउनु यसमा पनि विशेष रिपोर्ट छ। राजपुर गोलीकाण्ड घटनास्थलमा अभियुक्त राजधानी अमेरिकी ग्रीन कार्ड भारतीय आधार कार्ड भेटियो। दर्शकवृन्द गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश तानिने छन् उपेन्द्र यादव। निर्वाचनलाई मानव अधिकार मैत्री बनाउन सबैको सहयोग हुनुपर्छ राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र ओली पछि प्रचण्ड पनि देउवासँग संवादमा राष्ट्रिय सभा चुनाव र प्रदेश सरकारमा गठबन्धनको कसरत। दर्शकवृन्द यी र यस्तै खबरका साथ तपाईहरुमा छोटो र मिठो तरिकाले देश तथा विदेशका कयौं खबरहरू केही मिनेटमै प्रस्तुत गर्नेछौँ। त्यसैले हाम्रो भिडियोलाई लाइक शेयर र सब्स्क्राइब गरी अन्तिमसम्म हेरेर साथ दिनुहोला। दर्शकवृन्द आउनुहोस् आजका मुख्य खबर विस्तारतर्फ लागौं। दर्शकवृन्द आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौं। दर्शकवृन्द 23 र 24 भदौको घटना जाँच गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखको बयानमा नआउने देखिएपछि आयोगले उनीहरूलाई पक्राउ गरेर बयानमा ल्याउने रणनीति बनाएको छ। दर्शकवृन्द 5 असम्म गठित आयोगको म्याद 3 महिना अर्थात् 5 पुसभित्र सकिँदै करिब 2 साता मात्रै म्याद बाँकी रहँदा आयोगले बयान समेत सकेको छैन। फिल्डमा खटिएका र आदेश कार्यान्वयन गर्ने तहमा रहेका सुरक्षाकर्मी तथा प्रशासकको बयान सकेर आयोग राजनीतिक तहमा प्रवेश गर्न थालेको छ। आयोगको प्रवक्ता ज्ञानराज शर्माका अनुसार करिब 150 जनासँग बयान सकिएको छ। अब तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडे, प्रधान सेनापति अशोक राज सिग्देल, नेपाल प्रहरीका आइजिपी दान बहादुर कार्कीको बयान लिन बाँकी छ। 24 भदौको बिहान कार्की प्रहरीको उपत्यका प्रमुखमा सरुवा भएका थिए। दर्शकवृन्द आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकले विदेश यात्रा गर्न र अनुमति बिना काठमाडौँ उपत्यका बाहिर जान रोक लगाइएको छ। ओलीले आयोगलाई असंवैधानिक भनेर सार्वजनिक टिप्पणी गर्दै बयानमा नजाने अडान लिँदै आएका छन्। दर्शकवृन्द आयोगको प्रवक्ता शर्माले भने उनीहरूसँग बयान लिने विषयमा शङ्का नगर्न आग्रह गर्छन्। आयोग स्पष्ट छ, बयानका लागि सुरुमा उहाँहरूलाई जानकारी गराउँदै पत्र लेख्छौँ अनि भन्छन् पत्रको आधारमा उहाँहरू बयान दिन आयोगमा आउनुहुन्छ भन्ने विश्वास आउनु भएन भने कानुनी प्रक्रिया सुरु हुनेछ। उहाँहरूलाई कानुन सम्मत रूपमा उपस्थित गराइदिन अनुरोध गर्दै आयोगले सरकारलाई पत्र लेख्नेछ। आयोगले पत्र लेखेमा प्रहरी परिचालन गरेर उपस्थित गराउने विषयमा सरकार स्पष्ट रहेको गृहमन्त्री ओम प्रकाश अर्यालको भनाइरहेको छ। आयोगले लिखित आग्रह गरी सरकारले सहयोग गर्छ। अर्याल भन्छन् कानुनी शासन सबैका लागि भएकाले उहाँहरूले मान्नुहुन्छ भन्ने विश्वास छ। नमानेको अवस्थामा सरकारले आवश्यक कानुन कार्यान्वयन गर्छ, मन्त्री अर्यालको भनाइरहेको छ। दर्शकवृन्द घटना छानबिनकै लागि बयान लिनुपर्ने भएकाले ओली लेखक लगायतले स्नानहत गरिएको शर्माको भनाइरहेको छ। उहाँहरूको बयान प्रक्रियागत हिसाबले छिटो लिने विषय निर्णय गरेर आयोग अघि बढ्छ। उनीहरू भन्छन् प्रहरी सुरक्षा निकायको प्रमुखहरू यहाँ आउनुभएको छ, मुख्य सचिव आउनुभएको, सांसदको महासचिव समेत आफ्नो कुरा भनेर जानुभयो। आयोगमा आएर बयान दिनुपर्छ भन्ने मान्यता हो, अभ्यास पनि त्यही हो। तत्कालीन गृहमन्त्री लेखक जाँच आयोगबाट हालसम्म केही जानकारी नआएको टिप्पणी नगर्ने बताउँछन्। आयोगले अहिलेसम्म पत्र दिएको छैन, पत्र पाएपछि टिप्पणी गरौँला उनको भनाइरहेको छ। एमाले उपमहासचिव प्रदीप गेवालले जाँच आयोग नै अमान्य रहेकाले पूर्व प्रधानमन्त्री ओली बयानमा जाने सन्दर्भ नरहेको बताउँछन्। हामीले केन्द्रीय कमिटी बैठकबाटै आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँदै स्वीकार छैन भनिसकेका छ। उनले भने आयोगले अस्वीकार गरेपछि त्यही रूपमा बुझ्नुपर्छ। आयोगले मङ्गलबार मात्र सशस्त्र प्रहरी महानिर्देशक राजु अर्यालको बयान लिएको छ। उनले आवश्यक परे फेरि बोलाउने भनिएको छ। यसअघि बयान बोलाएको पूर्व प्रहरी प्रमुख चन्द्रकुमार खापुनलाई पनि आवश्यक परे फेरि बोलाउने आयोगले जनाएको छ। दर्शकवृन्द आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौं। दर्शकवृन्द भदौ 23 र 24 गते भएको जेएनजी नेतृत्वमा भएको आन्दोलन निष्कर्षमा पुर्याउँदै नेपाल सरकार र आन्दोलनका प्रतिनिधिहरूबीच एक विस्तृत सम्झौताको मस्यौदाले अन्तिम रूप पाएको छ। दर्शकवृन्द जेएनजी प्रतिनिधि, गृह मन्त्रालय र कानुन मन्त्रालय प्रतिनिधिहरू गहन छलफलपछि तयार पारेको 16 बुँदे सहमति पत्रमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर भोलि मङ्सिर 24 गते औपचारिक रूपमा हस्ताक्षर गरिने भएको छ।
दर्शकवृन्द सम्झौता हस्ताक्षर समारोहमा प्रधानमन्त्रीको उपस्थिति रहने बताइएको छ। दर्शकवृन्द प्राप्त सम्झौता ड्राफ्टमा पहिलो प्राथमिकता जनआन्दोलन क्रममा जीवन बलिदान गर्ने शहीद घाइते रहेका छन्। सम्झौतामा आन्दोलन शहादत प्राप्त गर्ने व्यक्तिहरूलाई यथाशीघ्र शहीद घोषणा गरिनेछ भने शहीद परिवार तथा घाइतेको तत्कालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न तत्काल एक उच्चस्तरीय कार्यदल गठन गर्ने व्यवस्था गरिएको छ। यस कार्यदलले अन्तरिम राहत, क्षतिपूर्ति, निःशुल्क स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा, अर्थपूर्ण स्मृतिकरण समेतको परिपूर्णीय व्यवस्था सुनिश्चित गर्नेछ। यसका अतिरिक्त मुलुकमा सदाचार तथा सुशासन प्रवर्धन, भ्रष्टा निवारण तथा दण्डहीनताको अवस्था अन्त्य गर्ने, शहीद परिवार र घाइते सामूहिक माग अनुसार छुट्टै स्थायी प्रकृतिको आयोग गठन गरिनेछ। भाद्र 23 र 24 गते घटनाको अनुसन्धानका लागि नेपाल सरकारले गठन गरेर जाँच आयोगले थप कार्यदिशा दिएको छ। यस आन्दोलनको क्रममा अत्याधिक बल प्रयोगबाट घटित गैर न्यायिक हत्या लगायतका मानव अधिकार उल्लङ्घनका घटनाहरूको सत्य तथ्य छानबिन गरी फौजदारी जवाबदेहिता वहन गर्ने सिफारिस गर्ने आयोगले विशेष जिम्मेवारी दिएको छ। यद्यपि राजनीतिक प्रकृतिको विरोध गतिविधिमा सहयोगी भएकै कारण कसै उप फौजदारी अनुसन्धान वा अभियोजन नगरेर ज्यान मार्ने वा सङ्गठित अपराधमा संलग्न नदेखिने व्यक्तिलाई थुनमुक्त गरी मुद्दा फिर्ता लिन सिफारिस गर्ने व्यवस्था गरिएको छ। भविष्य सुरक्षा निकायबाट हुने अन्यायपूर्ण र गैर कानुनी बल प्रयोग रोक्नका लागि संस्थागत सुधारका उपायहरू अध्ययन तथा सिफारिस गर्ने छुट्टै संयन्त्र गठन गर्ने सहमति पनि भएको छ। दर्शकवृन्द आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। करिब 13 करोड रुपियाँ भ्रष्टाचार अभियोगमा पूर्वोच्च थुनमा गएका नागरिक उड्डयन प्राधिकरण निलम्बित महानिर्देशक प्रति अधिकारी जोडियो। करिब 8 अरब रुपियाँको अर्को मुद्दामा भने 5 लाख धरोटीमा छाड्न अदालत आदेश दिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी सहित 56 जना विरुद्ध 8 अरब 36 करोड रुपियाँभन्दा बढी बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यो मुद्दामा विशेष अदालत अधिकारीले 5 लाख धरोटी लिएर थुनामुक्त गर्न मङ्गलबार आदेश दिएको छ। अधिकारी विरुद्ध अख्तियारले भक्तपुरको नलिनचोकको हेलिपोर्ट निर्माण क्रममा 13 करोड भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा भने अधिकारीले विशेष अदालत पूर्वपक्षकालाई थुनमा राख्न आदेश दिएको थियो। विशेष अदालतका न्यायाधीश दिल्ली रत्न श्रेष्ठ र सुदर्शन देव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। दर्शकवृन्द नलिनचोक हेलिपोर्ट मुद्दामा थुनामा रहेकाले महानिर्देशक अधिकारीमै धरोटी नबुझाई दिल्ली बजार कारागार बसेका छन्। पोखरा विमानस्थल मुद्दामा धरोटी माग भए पनि अधिकारी तत्काल रिहा हुन पाउने छैनन्। भक्तपुर नलिनचोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा अधिकारीले पूर्वोच्च थुना पठाउने आदेश भएकोले उनी थुनामै बस्नुपर्ने भएको छ। दर्शकवृन्द आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। बर्दिया राजपुर नगरपालिका 4 स्थित हमार थारू घर रेस्टुरेन्टमा कार्यरत 27 वर्षीय नीरज चौधरी हत्या गरियो। घटनास्थलमा अमेरिकाको ग्रिन कार्ड, भारतीय आधार कार्ड र राजधानी फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंका गरिएका दाङ तुलसीपुर नगरपालिका 5 घर भई राजपुर नगरपालिका स्थित पोल्ट्री फार्ममा काम गर्दै आएका 51 वर्षीय महावीर चौधरी फरार रहेका छन्। दर्शकवृन्द जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले महावीरका नाममा रहेको अमेरिकाको ग्रिन कार्ड, भारतीय आधार कार्ड लगायत विदेशी मुद्रा घटनास्थलबाट बरामद भएको बताएका छन्। आइतबार बिहान 8 बजे अचेत अवस्थामा थारू घर रेस्टुरेन्टमा फेला परेका नीरजको नेपालगञ्ज स्थित शिक्षण अस्पताल उपचार क्रम मृत्यु भएको थियो। एम्बुलेन्स ल्याउँछु भन्दै महावीर मोटरसाइकल चढेर फरार भएका छन्। दर्शकवृन्द आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। प्रतिनिधि सभाको निर्वाचन नजिकै जाँदा नेपाली काङ्ग्रेस उम्मेदवार सिफारिस गर्ने क्रम सुरु भएको छ। मङ्गलबार अपराह्नसम्म काङ्ग्रेस शीर्ष नेताहरू विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। काङ्ग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत 1बाट प्रतिनिधि सभाको सदस्य उम्मेदवार सिफारिस भएका छन्। 2019 सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै काङ्ग्रेस महामन्त्री गगन थापालाई धनकुटा र रोल्पाबाट उम्मेदवार सिफारिस गरिएको छ। उनी 2019 सालको प्रतिनिधि सभाको निर्वाचन काठमाडौँ 4बाट निर्वाचित भएका थिए। यसपटक भने धनकुटा र रोल्पाबाट पनि सिफारिस गरिएको। अर्का महामन्त्री विष्णुप्रकाश शर्मा झापा 1बाट उम्मेदवार सिफारिस भएका छन्। उनी गत निर्वाचन यही क्षेत्रबाट निर्वाचित भएका थिए। अर्का प्रभावशाली नेता डाक्टर शेखर कोइराला मोरङ 6बाट उम्मेदवार सिफारिस भएका छन्। गत निर्वाचन उनी यही क्षेत्रबाट संसद निर्वाचित भएका थिए। उनीहरू सबै सर्वसम्मान एकल उम्मेदवार सिफारिस भएका छन्। पूर्व परराष्ट्र मन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य आर्जु राणा देउबा कोइराला 5बाट उम्मेदवार सिफारिस भएकी छन्। उनीसँगै थप 3 जनाको नाम पनि उम्मेदवार सिफारिस गरिएको छ, जसमा नर नारायण शाह, मनु दिल्लीराज पन्त र नुर पवर रहेका छन्। पूर्व मन्त्री महेश आचार्यलाई मोरङ 4बाट उम्मेदवार सिफारिस गरिएको छ। उनीसँगै दिलीप कुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि सिफारिस गरेर पठाइएको छ। अर्का पूर्व मन्त्री वीरेन्द्र रिजाल मोरङ 2बाट उम्मेदवार सिफारिस भएका छन्। उनीसँगै शिवनारायण सिंह र नारायण पण्डितको नाम पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पठाइएको छ।
दर्शक आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। नेपाली कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेससँग राष्ट्रिय सभा चुनावमा गठबन्धन गर्ने प्रयास सुरु गरेको छ। नेकपा एमालेलाई बाहिर राखेर मध्य प्रदेश मङ्सिर 19 गते काङ्ग्रेस नेतृत्व सरकार गठन भएपछि सहकार्य सुरुवात भइसक्यो। नेकपाका नेताहरू बताउँछन् मधेसमा कृष्ण यादव नेतृत्व सरकारले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन्। मधेसबाट अघि बढेको सहकारी अन्य प्रदेशमा विस्तार गराउन अब छलफल हुने नेकपा नेता राजेन्द्र पाण्डेले जानकारी दिएका छन्। यदि मधेसमा जस्तै सहकार्यको वातावरण बन्नुपर्ने उनको भनाइरहेको छ। बदनाम एमालेसँग नहिँड भनेर मधेसमा समर्थन गरेको पाण्डे नेपाल खबरसँग भने एमाले गलत बाटोमा डोर्याउन खोजेकाले त्यसलाई रोक्नै पर्ने छ। दर्शक अरू प्रदेशमा पनि काङ्ग्रेससँग मिलेर जान सक्ने उनको भनाइ छ। तुरुन्तै काङ्ग्रेसले पनि सोच्नु पर्यो कोसँग सहकार्य गर्दा यो राष्ट्र हितमा हुन्छ, संविधानको रक्षा हुन्छ। मिल्नुको लागि उसैले वातावरण बनाउनु पर्यो जसरी मधेसमा बनाइएको थियो। पाण्डेले थपे 3 प्रदेशमा काङ्ग्रेस नेतृत्व सरकार भएकोले बाँकी 4वटामा मिलाउन समस्या नभएको पनि उनको भनाइरहेको छ। दर्शक आउनुहोस् यसै गरी अर्को खबरतर्फ लागौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मानव अधिकार मैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्था सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन्। उनले भनेका छन् युवा पुस्ताको आन्दोलन पश्चात देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ। देशको वर्तमान परिस्थितिलाई सामान्यकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवा पुस्ताका अभियन्ता र सर्वसाधारणले नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्ने उनको भनाइरहेको छ।